हरेक छोरी मान्छेले रमाउनका लागि आफैले कमाउन जरुरी छ। जतिसुकै धनी श्रीमान हो, जतिसुकै धनी बाउको दाजुभाइको छोरी चेलीहरू किन नहुन्, तर स्वतन्त्र र स्वाभिमानको साथ बाँच्नका लागि आत्मनिर्भर हुन एकदमै जरुरी छ। काम भनेको ठुलो सानो केही हुँदैन। आफ्नो क्षमता अनुसारको आय आर्जनमा लागौँ भनेर सम्पूर्ण दिदीबहिनीहरूलाई रिक्वेस्ट पनि गर्न चाहन्छु। आज मेरो पसलमा एक जोडी कपाल आउनुभयो, श्रीमान श्रीमती। श्रीमान चाहिँ हेर्दाखेरि फौजी आर्मी जस्तो देखिनुहुन्थ्यो, श्रीमती चाहिँ पातली पातली गोरी राम्रो हुनुहुन्थ्यो। आउनुभयो अनि साडी र कुर्ता देखाउनु भन्नुभयो। मैले साडी र कुर्ता दुइटै देखाएँ। कुर्ता भन्दा पनि साडीमै इन्ट्रेस्ट गर्नुभयो। 1800 को साडी रोज्नुभयो, प्राइस पनि रिजनेबल नै रहेछ, यसमा म्याचिङ ब्लाउज दिनु भन्नुभयो। मैले म्याचिङ ब्लाउज पनि दिएँ। ब्लाउज चाहिँ 800 को थियो अनि साडी र ब्लाउज दुइटै गरेर 2600 को भयो। अनि श्रीमानलाई पैसा दिस्यो भनेर रिक्वेस्ट गर्नुभयो। तर पैसा दिने बेलामा श्रीमानले चाहिँ एकदम आनाकानी गर्नुभयो कि। हुन त मेरो पसलमा आउनुभन्दा अगाडि नै अर्को कुर्ता पसलमा पनि कुर्ता हेरेर आउनुभएको रहेछ। 4500 भनेको थियो, 500 पनि मिलाएन, 4000 मा दिएन भनेर भन्दै हुनुहुन्थ्यो। अनि मेरो पसलमा पनि उहाँले त्यो साडी कुर्ता ट्राई गरिरहँदाखेरि चाहिँ घरि कुर्ता राम्रो, घरि साडी राम्रो, घरि त राम्रै भएन, तँलाई राम्रो देखिन, त राम्री छैनस्, घरि लि घरि नलि, त्यस्तो खालको कुराहरू गरेर अलि डोमिनेट शैलीले बोलिरहनु भएको थियो। अनि श्रीमतीले चाहिँ सायद अघिल्लो पसलमा पनि त्यस्तै भएको थियो होला, अलि चित्त दुखाए जस्तो गरेर अलि दुखी हुँदै मलाई नकिन्दिसो न त, साडी कुर्ता केही पनि चाहिँदैन, केही पनि म लिँदिनँ भनेर भन्दै हुनुहुन्थ्यो। अनि साडी र कुर्ता उस्तै उस्तै परिरहेछ, बरु अघिकै कुर्ता लिदिन्छु भनेर भन्नुभयो। तर उहाँको चाहिँ कस्तो व्यवहार थियो भने नि टोटल्ली नकिनिदिने टाइपको के। अनि दुईजना अलिकति डिस्कस गरे जस्तो गर्नुभयो। अनि हुन त पैसा नभएर अथवा किन्दिन मन नभएर पनि हुनसक्छ।